सम्पूर्णमा नमस्कार। माता तीर्थको अग्रिम शुभकामना व्यक्त गर्दै हजुरहरूमाथ केही सामग्री ल्याएकी छु। आफ्नै कर्मभूमिमा श्रम गर्ने हेतुले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 16 स्थित टाङ्ग्या बस्ती सुमन चोकमा रहनुभएका आदरणीय मामा मानबहादुर गोले उहाँ तरकारी खेतीमा लाग्नु भएको छ। विगत वर्षमा पनि यस पेसामा लागिरहनु भएको उहाँ भने यस वर्ष अलि धेरै प्रकारका तरकारी खेती गर्नुभएको छ। अहिले उपलब्धमा रहेका तरकारीहरूमा बोडी, चिप्ली भेन्डी, काँक्रो, परवल साथै फर्सीको मुन्टा पनि रहेको छ र केही समयपछि तिते करेला, घिरौला, फर्सी, लौका लगायतका अन्य तरकारीहरू पनि उपलब्ध हुनेछन्। स्वस्थ स्वास्थ्यका लागि हजुरहरूले आफ्नै गाउँघरमा उपलब्ध हुने ताजा र सफा तरकारी प्रयोग गर्नुहोला। साथै हाम्रो यहाँ उपलब्ध भएका तरकारीहरू हामी घरमै पनि डेलिभरी गर्दछौँ। त्यसमध्ये टाङ्ग्या बस्ती, निजगढ, सिङ्गोल, लाल, रतनपुर, भक्तलाल, पिलुवा, डुमरवाना, डगाहा आदि। साथै टाङ्ग्या बस्तीमा मात्रै हो भने फ्री डेलिभरी हुनेछ भने यसभन्दा बाहेकका अरू गाउँघरमा 20 केजी जतिको तरकारी खरिद गर्यो भने डेलिभरी चार्ज लाग्नेछ भने 30 केजी जतिको तरकारी खरिद गर्नुभयो भने त्यसमा फ्री डेलिभरी हुनेछ। थप जानकारीका लागि सम्झनुहोस् मानबहादुर गोले 9843 99 0228, चिनीमाया गोले 9741 79 22 86, अनिल गोले 9864 13 80 74, दोर्जे लामा 9745 35 73 25। हस्त, धन्यवाद।